नमस्कार। तरकारी बालीमा लाग्ने केही मुख्य हानिकारक किराहरूको पहिचान तथा क्षति व्यवस्थापनबारे यस भिडियोमा चित्रात्मक ढङ्गमा प्रष्ट पार्न प्रयास गरिएको छ। बालीमा लाग्ने मुख्य हानिकारक किराहरूलाई माटो वा माटोमुनि बसी क्षति पुर्याउने किरा र बोटमै बसी क्षति पुर्याउने गरी दुई प्रकारमा विभाजन गरिएको छ, जस अन्तर्गत माटोमा बसी क्षति पुर्याउने किरा अन्तर्गत रातो कमिला, कुम्रे, फेदकटुवा आदि पर्दछन् भने बोटमै बसी क्षति पुर्याउने किरा अन्तर्गत लाही, बन्दाको सेतो पुतली, इँटबुट्टे पुतली, सुर्तीको लाभ्रे आदि पर्दछन्। रातो कमिला कसरी गर्न सकिन्छ त रातो कमिलाको पहिचान? आलु बाली जस्ता माटोमुनि फल्ने तरकारी बालीमा बढी मात्रामा नोक्सान पुर्याइरहेको किरा हो रातो कमिला। यो 4-5 हात गहिराइसम्म आफ्नो वासस्थान बनाएर गोला तथा समूहमा बस्ने गर्छ। राजा, रानी, कर्मी, सिपाही गरेर यसका 4 वर्ग हुन्छन्। खैरो रङको यो कमिलाको ठूलो संख्याका कर्मीले जरामा आक्रमण गरी नोक्सान पुर्याउँछन्। क्षतिको प्रकार: बिरुवा ओइलाउनु, जरा र माटोमुनिको डाँठ नष्ट गर्नु। कुम्रे किरा काँचो गोबरमल बढी रुचाउने यो किरा माटोमुनि बसेर आलु बालीमा हाल सबैभन्दा बढी क्षतिग्रस्त अवस्था सृजना गराइरहेको छ। अङ्ग्रेजी सी आकारमा बसिरहने यसको सेतो लार्भाले बढी क्षति पुर्याउँछ। यसको खपटे अवस्था निलो तथा खैरो रङको हुन्छ। क्षतिको प्रकार: बिरुवा ओइलाउने, बिरुवा ढल्ने, पात छिया पार्ने। फेदकटुवा चित्रमा देखाइए अनुसार बिरुवाको फेदमा बसेर बोटलाई काट्ने वा क्षति गर्ने हुनाले यसको नाम फेदकटुवा रहन गएको हो। यसको पुतली र लार्भा अवस्था नै ध्वाँसे रङको हुन्छ। यसको क्षतिग्रस्त अवस्था बाली बिरुवा ढल्नु हो। माटोमा बसी क्षति पुर्याउने किराहरूको व्यवस्थापन विधि: काँचो गोबरमल प्रयोग नगर्ने, खेतबारीको सरसफाइमा ध्यान दिने, सिँचाइ तथा निकासको उचित प्रबन्ध मिलाउने, गहिरो खनजोत तथा गोडमेल गर्ने, बारीमा झारपातको थुप्रो बन्न नदिने, बाली चक्र हेरफेर गर्ने, तितेपाती, बनमारा, केतुकी, चिउरी, निमको पिना, गाईको गहुँत, सुर्तीको झोल जस्ता आर्थिक रूपले न्यायोचित, पर्यावरणीय दृष्टिले दिगो तथा सामाजिक रूपमा स्वीकार्य कीट व्यवस्थापनका वानस्पतिक विधिको प्रयोग गर्नुपर्दछ। आइपिएमका 4वटै सिद्धान्तहरूलाई बाली व्यवस्थापनका मूल सिद्धान्तका रूपमा हेर्दै रासायनिक विषादीलाई अन्तिम विकल्पको रूपमा मात्र प्रयोग गर्न सके वातावरणीय सन्तुलन सहितको दिगो कृषि विकास अथवा माथि उल्लिखित किरा व्यवस्थापन न्यायोचित ढङ्गले गर्न सकिन्छ। बोटमा बसी क्षति गर्ने किरा लाही। यसलाई बिरुवाको जुम्रा भनेर पनि चिनिन्छ। ठूलो समूहमा बस्ने, कमजोर तथा नरम र सानो शारीरिक अवस्था भएको लाही हरियो, खैरो र हल्का कालो रङमा चित्रमा देखाइए जस्तै बोटको पातको पछाडिपट्टि गोलामा बसेर क्षति पुर्याउँछ। प्राय जसो भाइरस जन्य बाली रोग सार्ने भेक्टरका रूपमा यसलाई चिन्न सकिन्छ। लाही किरालाई रोकथाम गर्न र यसको क्षति व्यवस्थापन गर्नका लागि खरानी छर्कने, 2, 7, 9 र 13वटा थोप्ला भएका थोप्ले खपटेहरू र तिनका बच्चाहरूलाई संरक्षण गर्ने, जालीदार पखेटा भएको किराहरू र भुमक्कर झिँगाहरूको औँसाले पनि लाही, कत्ले किरा, सुलसुले र मिलिबगको शिकार गर्दछन्। खाद्य तत्त्वको सन्तुलित मात्रामा प्रयोग गर्ने, निममा आधारित कीटनाशक पदार्थहरू छर्ने र डाइमेथोएट्स नामक दैहिक विषादीहरू लगायत अन्य विषादीहरूलाई अन्तिम विकल्पको रूपमा मात्र प्रयोग गर्ने।